मसँग छ पियु कोट। अब यसको मेन उपयोग कहाँ हुन्छ भनेर तपाईलाई बुझाउनु पर्दाखेरि चाहिँ यदि तपाईको घरको छतमा अथवा कोरा मेसिनिङ गरेको छतमा चाहिँ क्र्याक आएको छ, अब जेरो साइड वालमा चाहिँ पनिङ गरेको वालहरुमा क्र्याक आएको छ भने चाहिँ तपाईले यसको लेयर अथवा यसको कोटिङ गर्नुभयो भने चाहिँ त्यसलाई चाहिँ तपाईले नफुटाइकिन, त्यसलाई डिस्ट्रोय नगरिकिन चाहिँ यसको सिंगल कोटले चाहिँ तपाईको घरलाई चाहिँ वाटरप्रुफ गराउँछ, यानी कि सिपेजबाट टाढा राख्छ। यसको दुई तीनटा मेन फिचर छ। पहिलो मेन फिचर भनेको यो चाहिँ यूवी रेजिस्टेन्स छ, यानी कि तपाईको त्यो कोटलाई चाहिँ घाम र पानीले कहिले पनि असर गर्दैन र त्यसलाई जहिले पनि बलियो राख्छ। त्यसैगरी अर्को भनेको ट्राफिकेबल छ, यानी कि तपाईले कोट गरिसकेपछि त्यसमाथि हिँड्न सक्नुहुन्छ, जसले गर्दाखेरि चाहिँ अब अरूहरु कोटिङ गर्दाखेरि त्यसमाथि हिँड्न नसकिने खालको नेचरहरु आउन सक्छ, जसले गर्दाखेरि तपाईलाई गाह्रो पर्न सक्छ। तर यसको चाहिँ मेन फिचर भनेको ट्राफिकेबल छ। त्यसैगरी तेस्रो फिचर भनेको चाहिँ यो चाहिँ क्र्याक ब्रिजिङको रूपमा पनि यो युज हुन्छ, यानी कि तपाईको छतमा अथवा कोरा मेसिनिङ गरेको छतमा अथवा जेरो साइड वालमा चाहिँ क्र्याक आउनबाट चाहिँ बचाउँछ। यस्तै सामानहरु कहाँ युज गर्ने, तपाईको क्र्याकमा कस्तो सामान युज गर्ने खालको कुराहरु तपाईलाई बुझ्नु मन छ भने चाहिँ तपाई चाहिँ ट्रिनिटी वाटर रुफिङमा पनि आउन सक्नुहुन्छ। साथसाथै उहाँहरु चाहिँ हाम्रो राष्ट्रिय घर निर्माण फेस्ट जुन पुस 12, 13, 14 र 15 मा भिरकुटी मण्डपमा हुँदैछ, त्यहाँ आएर पनि निशुल्क परामर्श लिन सक्नुहुन्छ।